महिला मुक्ति र सशक्तिकरणका लागि मार्च 8 विशेष दिन हो। अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने यो दिन आफैमा विविध विधा र क्षेत्रमा महिलाको सहभागिता, उपलब्धि र सफलताका लागि प्रेरित पनि हो। यसै अवसरमा हामी यस्ता प्रतिमूलक महिला खेलाडीको चर्चा गर्दैछौँ जसले समग्र नेपाली खेलकुदमा नै आफ्नो गर्विलो उपस्थिति देखाएकी छन्, राष्ट्रको नाममा अमूल्य कीर्तिमानहरू लेखाएकी छन्। कतिपय क्षण त पुरुषले भन्दा महिलाले ठूलो सफलता हासिल गरेकी छन्। अन्तर्राष्ट्रिय खेलकुदका ठूला मेलामा पुरुषभन्दा पनि महिला अगाडि रहेको इतिहास छ। चाहे एसियाली खेलकुद एसियाडमा सबैभन्दा ठूलो पदक दिलाउने सवाल होस् या विश्व खेलकुदको महाकुम्भको रूपमा रहेको ओलम्पिक छनौट चरणमा महिला खेलाडी नै अगाडि छन्। सन् 1998 को बैंकको एसिया तेक्वान्डोमा सविता राज भण्डारीले रजत पदक जितेकी थिइन्। नेपाल एसिया जितेको त्यो पहिलो ठूलो पदक थियो। तेक्वान्डोकै सर्वाधिक सङ्गिना वैद एसियाली च्याम्पियन बनेकी थिइन्। त्यो स्तरको उपाधि जित्ने उनी एक्लो नेपाली हुन्। उनीसँगै सङ्गिनले 2004 को एथलेटिक्स ओलम्पिकका लागि छनौट चरण पार गरेकी थिइन्। वाइल्ड कार्डको भारमा ओलम्पिक भाग लिँदै आएको नेपालका लागि सङ्गिनले नेपाली खेलाडी छनौट चरण पनि पार गर्न सक्छन् भन्ने उदाहरण दिन सफल भएकी थिइन्। त्यस्तै सावित्रा भण्डारी साम्बा जो अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्। उनले यसै वर्ष 50 गोल परा गरेकी छन्। पुरुष खेलाडीको अन्तर्राष्ट्रिय गोल 13 रहँदा साम्बाले पुरुषको लागि असम्भव जस्तै लाग्ने ओखलढुङ्गे पार गरेर महिला फुटबल टोलीको प्रदर्शन पनि पुरुषको भन्दा स्तर छ भन्दै फरक 38 वर्ष यता महिला अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि महिला टोलीको पछिल्लो 1.5 दशक उपलब्धिमूलक छ। यद्यपि टोली च्याम्पियन बन्न भने सकेको छैन। सन् 2010 यता साफ च्याम्पियनको एउटा संस्करण र दक्षिण एसियाली च्याम्पियनसिपका सबै संस्करणमा नेपाली महिला टोलीले फाइनल खेलेको छ। साफ, साग र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी महिला टोलीले 11 वटा फाइनल खेलिसकेको छ। गत साता मात्रै टोलीले वाफ च्याम्पियनसिपको फाइनल खेलेको थियो। साम्बा हाल फ्रान्सको माथिल्लो स्तरको क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छिन्। उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली पनि हुन्। त्यस्तै यो वर्ष एसियाडमा महिला खेलाडीले मात्रै सफलता प्राप्त गरे। चीनमा भएको 19औं एसियाड करातेमा एरिका गुरुङले रजत पदक जितिन्, जुन नेपालको कराते इतिहासमा एसियाडमा जितेको पहिलो रजत पदक हो। पहिलो सहभागितामा नै कबड्डीको महिला टोलीले काँस्य पदक जितेको थियो। अवसर पाएको खण्डमा नेपाली महिलाले खेलाडीको पुरुषभन्दा बढी र ठूलो सफलता दिलाउन सक्छन् भन्ने पटक पटक प्रमाणित भएको छ। महिला क्रिकेट टोलीकी पूर्व कप्तान रुबिना छेत्री T20मा शतक पूरा गर्ने पहिलो महिला खेलाडी बनेकी छन्। सोही T20मा सीता राणा मगरले पनि ह्याट्रिक विकेट लिएकी थिइन्। यो वर्ष खेलकुदमा उच्च प्रदर्शन गर्ने 5 महिला खेलाडीको बारेमा यस भिडियोमा चर्चा गर्नेछौँ। साथसाथै उहाँको कमाई कति हुन्छ भन्ने कुरा पनि हामी भिडियोको अन्तिममा पुरा गर्नेछौँ। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भने च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। सर्वप्रथम कुरा गरौँ एरिक गुरुङ कराते। चीनको हङकङमा असोजमा भएको 19औं एसियाड करातेको एरिक गुरुङले रजत पदक जित्दै इतिहास कायम गरिन्। नेपाली करातेले खेलको इतिहासमा एरिकले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो। एसियाडमा करातेले रजत पदक जित्न सकेको थिएन। करातेका लागि एरिकले आफ्नो पहिलो सहभागितामा नै रजत जित्दै इतिहास रचेकी हुन्। एरिकको यो सफलतासँगै एसियाडमा नेपाली 25 वर्षपछि व्यक्तिगत स्पर्धामा रजत जितेको हो। 1998 मा तेक्वान्डोकी साविता राज भण्डारीले रजत पदक जितेकी थिइन्। त्यसैता नेपाली रजत पदक जित्न सकेको थिएन। एरिकले 78 केजी तौल समूहको सेमिफाइनलमा हङकङकी एनकाई होलान 8 चालले पराजित गर्दै रजत पदक पक्का गरेकी थिइन्। स्वर्णका लागि भएको स्पर्धामा कजाकिस्तानकी सोया वेतुसेवा विजय भएपछि एरिक रजतमा नै चित्त बुझाउन बाध्य भइन्। 2071 सालमा मनमौज डोबामा भर्ना भएकी एरिकले छोटो समयमा त्यो सफलता हासिल गरेकी हुन्। एसियाडको केही साता अघि उनले डुब्लेएफ च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्। गत महिना भएको कृष्णप्रसाद भट्टराई स्मृति करातेमा पनि उनको चुनौती कसैले पार गर्न सकेनन्। उनले आफैले पनि यसलाई अन्य खेलाडीको तुलनामा आफूले छिटो सफलता प्राप्त गर्न सकेको अनुभव साटेकी थिइन्। मनमोज डोजो हुँदै नेपाल पुलिस क्लब पुगेकी एरिका अहिले सर्वाधिक सफल खेलाडी पनि हुन्। नम्बर 2 सावित्रा भण्डारी साम्बा फुटबलर। राष्ट्रिय महिला फुटबल टोली तथा नेपाली एफएफ फुटबल क्लबकी स्टार फरवार्डर साम्बाले यो वर्ष कीर्तिमानको चाङ लगाइन्। लङजुङमा जन्मिएकी साम्बाले एफएफ हुँदै सन् 2014 बाट राष्ट्रिय टोलीको यात्रा तय गरेकी थिइन्। भुटान विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी साम्बाले त्यसैतापछि फर्केर हेर्नु परेको छैन। साम्बाले यसै महिना नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान मात्रै आफ्नो नाममा गरिन्। दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूची समेत आफ्नो नाम लेखाएकी छन्। गत साता साउदी अरबमा भएको
वाफ महिला च्याम्पियनसिपका दौरान साम्बाले नेपालका लागि 50 गोल गर्दै कीर्तिमान कायम गरेकी थिइन्। वाफ च्याम्पियनसिपमा नै साम्बाले लेवान विरुद्ध गोल गर्दै महिला तर्फ दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याइन्। लेवान विरुद्धको खेलमा 76औं मिनेटमा बराबरी गोल फर्काउँदै साम्बाले दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी हुन्। साम्बाले नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा 93 गोल गर्दा उनले भारतीय टोलीको स्टार बालादेवीलाई पछि पारिन्। साम्बा अस्ट्रेलियन निमा बर्गरसँगै उभिएकी छिन्। समान 93 अन्तर्राष्ट्रिय गोल गरेका साम्बा र निमा विश्वकै सर्वाधिक गोलकर्ताको 31औं स्थानमा छन्। सर्वाधिक गोलकर्ताको सूचीमा दक्षिण एसियाबाट साम्बापछि बालादेवी र बङ्गलादेशकी सबिना खातुन छिन्। घरेलु फुटबलमा एक छत्र राज गरेकी साम्बाले सन् 2014 को साफ च्याम्पियनसिपमा भुटान विरुद्ध डेब्यू गोल गरेकी थिइन्। त्यसयता कीर्तिमानको चाङमा आफूलाई अब्बल बनाएकी साम्बाले 2076 मा घरेलु मैदानमा नै भएको 13औं दक्षिण एसियाली खेलकुदमा मालदिप्स विरुद्ध 2 गोल गर्दै नेपालको सर्वाधिक गोलकर्ता बनेकी थिइन्। साम्बाले नेपाली पूर्व कप्तान अनु लामाको नाममा रहेको 35 गोलको कीर्तिमान तोडेकी थिइन्। जुन गोल सङ्ख्यालाई साम्बाले अहिले 53 पुगाएकी छन्। कीर्तिमानहरूको थुप्रोमा साम्बा नेपालबाट युरोप लिग खेल्ने पहिलो खेलाडी बनेकी छिन्। इजरायलको इजोकोर रानालाई अनुबन्ध भएसँगै साम्बा युरोपियन लिग खेल्ने पहिलो खेलाडी बनेकी थिइन्। यद्यपि उनले त्यो लामो समय बिताउन पाइनन्। साम्बाले अहिले फ्रान्सको शीर्ष डिभिजन लिग खेलिरहेकी एन आवान्ट युगालाई अनुबन्धित छिन्। लिग 3 मा खेल्दा साम्बाले 1 गोल आफ्नो नाममा गरेकी छिन्। त्यसैगरी तेस्रो नम्बरमा रहेकी छिन् सन्तोषा श्रेष्ठ एथलेटिक्स। 4 वर्ष अघि घरेलु मैदानमा भएको 13औं सागर 10,000 मिटर दौडमा स्वर्ण पदक जितेपछि चर्चामा आएकी सन्तोषी श्रेष्ठ नेपाली एथलेटिक्समा गोल्ड गर्लको नामले परिचित छन्। सागर स्वर्ण पदक जित्ने क्रममा उनले निर्धारित दूरी 1 घण्टा 16 मिनट 22 सेकेन्डमा पुरा गरिन्। धादिङकी सन्तोषी फागुन महिनामा मात्रै 4 पदक जितेकी थिइन्। 9औं धारा नेपालगञ्ज म्याराथनमा हाफ म्याराथनकी स्वर्ण विजेता सन्तोषीले त्यसयता लगातार उपाधि चुमिरहेकी छिन्। नेपालगञ्ज म्याराथन, पोखरा हाफ म्याराथन, धरानमा 10 के रन र प्रधानमन्त्री पति हाफ म्याराथन गरी उनले एकै महिनामा 4 उपाधि जितेकी छन्। पोखरामा हाफ म्याराथनको उपाधि जितेर एक सातामै उनले धरानमा भएको 10 किमीमा पहिलो भएकी थिइन्। त्यसअघि उनले पोखरामा भएको 18औं संस्करणको पोखरा म्याराथनमा निर्धारित दूरी 1 घण्टा 18 मिनट 31 सेकेन्डमा पार गरिन्। 19औं एसियाड बिर्सिनु लायक प्रदर्शन गरे पनि पछिल्लो समय उनी लयमा फर्केकी छन्। सन्तोषीले गत महिना बङ्गलादेशमा भएको बगबन्धु दक्षिण एसियाली तर्फ म्याराथनको उपाधि जितेकी थिइन्। म्याराथनमा त्यो उनको डेब्यू थियो। सन्तोषीले म्याराथनको डेब्यूमा नै राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेकी थिइन्। बङ्गलादेशमा भएको बगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरिन्। पुष्पा भण्डारीको नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई सन्तोषीले तोडेकी हुन्। त्यसैगरी चौथो नम्बरमा छन् रुबिना छेत्री क्रिकेटर। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी पूर्व कप्तान रुबिना छेत्री बेलबासे फागुन 1 गते पहिलो शतक हानिन्। रुबिनाको शतक नेपाली महिला क्रिकेट टोलीको पहिलो शतक हो। 16 वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकी रुबिनाले शतकका लागि भने 15 वर्ष कुरिन्। कप्तानीको जिम्मेवारी छाडेपछि खुलेर प्रदर्शन गरेकी रुबिनाले पछिल्लो समय सम्झन लायक प्रदर्शन गरिरहेकी छन्। रुबिनाले गत फागुन 1 गते एसिसी प्रिमियर कपमा मालदिप्स विरुद्ध शतकीय इनिङ पारी खेले। 2065 सालमा राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकी रुबिनाले 1 दशकभन्दा बढी समय राष्ट्रिय टोलीको नेतृत्व गरिन्। रुबिनाले सिनियर टोलीमा डेब्यू गरेको 4 वर्षमा 2069 सालमा नेरी थापाको स्थान लिँदै टोलीको कप्तानी सम्हालेकी थिइन्। यसै वर्ष रुबिनाले स्थानमा इन्दु वर्माले टोलीको नेतृत्व सम्हालेकी छन्। नेतृत्व छाडेपछिको पहिलो घरेलु प्रतियोगितामा रुबिनाले प्रधानमन्त्री कप 1 दिवसीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा उनको प्रदर्शन खुलेको देखियो। उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन्। सर्वोत्कृष्ट बन्ने क्रममा उनले 10 खेलमा 340 रन बनाइन्, 11 विकेट लिइन्। मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिनाले मालदिप्स विरुद्ध कीर्तिमानी शतक हानिन्। त्यो खेल उनी 118 रनमा अवजित रहिन्। रुबिनाले जसरी कीर्तिमान शतक पुरा गरिन् त्यस्तै छ उनको खेल जीवन पनि उतार चढावपूर्ण। खेल जीवन देखेकी रुबिनाले टोलीमा परेपछि पनि नागरिकताका कारण निकै दुःख पाइन्। नागरिकताको समस्याकै कारण उनले एक समय क्रिकेट नखेल्ने निर्णय समेत गरेकी थिइन्। नम्बर 5 प्रीति राई फुटबलर। उमेर समूहको कप्तानी सम्हाल्दै राष्ट्रिय टोलीसम्म आइपुगेकी प्रीति राई नेपाली महिलालाई पछ्याउनका लागि नयाँ नाम होइन। उनले कतिपयले भविष्यको महिला टोलीको स्टारको रूपमा हेरेका छन्। पछिल्लो समय साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा उनको चर्चा थप चुल्यो।
गोलसँगै मिडफिल्डरमा उनले निर्वाह गरेको भूमिकाले धेरैलाई उनको प्रशंसा बनाएको छ। सेमिफाइनलमा खेलको इन्जुरी समय प्रीतिको निर्णायक गोलमा नेपालले फाइनल यात्रा तय गरेको थियो। तर फाइनल खेलमा भने घाइते भएकी प्रीति अहिले आराम गरिरहेकी छन्। प्रीतिको आइतबार दायाँ घुँडाको मिनिस्क्रोको शल्यक्रिया गरिएको थियो। नियमित फिजियोथेरापीपछि प्रीति 3 महिना मैदान फर्किने आशा छ। गत वर्ष पनि घुँडाको एफपिएल गरेको उनले नियमित रिहाबपछि केही महिनापछि मात्रै मैदान पुनरागमन गरेकी थिइन्। उमेर समूह नै टोलीको कप्तानी गरेका कारण प्रीति सानो उमेरमा नै परिपक्व देखिन्छन्। जुनसुकै देशमा बलियो खेलाडीका अगाडि हार नमान्ने डट प्रीतिको फेरि पुनर्लयमा नै फर्काउने आशा लिएका छन्। सो साथीहरू, यदि तपाईँ उहाँहरूको इन्कमको बारेमा जान्न चाहनुहुन्छ भने उहाँहरूको इन्कम फरक हुने गर्दछ। उहाँहरू क्लब साथसाथै फुटबलरहरूको लागि एन्फा तथा क्रिकेटरहरूको लागि क्यानले दिने गर्छ। एभरेजमा हेर्नुपर्दा सम्पूर्णको 50,000 देखि 60,000 मासिक कमाउने गर्छन्। कसैसँग आफ्नो घर छ, आफ्नो गाडी छ भने कसैले त्यो पनि गर्न सकेका छैनन्। तर पनि सबैको देशको स्थिति हेरेर राम्रै बनिरहेको छ। सो आशा गरौँ आउँदो दिनहरूमा पनि यी चेलीहरूले नेपालको नाम चिनाइराख्छन् र नेपाललाई उच्च गरिराख्छन्। सो भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई।